अहिले भुटान लान्छु भने जानुहुन्छ फर्कायो भने चाहिँ हामी यहाँ नेपालमा हामी बस्दैन जस्तो त सोकुम्बासीहरूको नागरिकै छैन राउटे भन्छ अहिले राउटेहरूलाई नै यो भोटको एलाउ नै छैन यी हाम्रा पुर्ख्यौलीहरू हुन् एउटा बाहिर गएका थिए ठिक छ अलि दिन बाहिरको सिटिजन भए तर यहाँ आफ्नो मातृभूमिमा आए यिनीहरूलाई नागरिक देऊ न त न भुटानले मेरो जनता त्यहाँ छोडिएको छ न फर्काउँ है भन्नेमा आयो कतै जाउँ त तँ कहाँको भनेर सोध्छ के देखाउनु दिनभरि कामलाई जाए है भन्छ 2-4 रुपियाँ दिन्छ पठाउँछ सो यो छ अहिलेको अवस्था यहाँनिर भनेको होइन त्यो उठाउँदै हिँड्थ्यो नि त पहिला सरकारीले त्यो पनि अब खाएर चुपचाप अहिले छैन केही पनि सहकारी भन्दा कि रोइब लाइन जाने आइपुग्छ न अब उहाँलाई खाए पनि नखाए पनि होइन अब नाम त सरकारी नै हो अनि यो कस्तो हो त्यतिखेर के यो नागरिकता नभइकन पनि राखिदिने भन्ने लगिदिने होइन पछि अनि लु तेरो के छ र प्रमाण नागरिकता निकाल न अनि खोज सहकारी सम्बन्धमा पोखराको चल्छ काठमाडौँको चल्छ पूर्व क्षेत्रको एउटै कुरा चल्दैन हेलो एभ्रिवान म प्रवेश अहिले चाहिँ हामी भुटनिस रिफ्युजी क्याम्प बेलनाङीमा छौँ ठ्याक्कै यो पछाडिको चाहिँ पहिले वाएफसी थियो अहिले लाइब्रेरी बनाएर रहेछ मैले यहाँ कति 2013 र 14 को बिचमा मैले यहाँ एज अ वाएफसीमा काम गरेको थिएँ अब त कति 13 वर्ष जस्तो भइसक्यो सो आज फेरि फर्केर आएर यही ठाउँबाट मैले तपाईँहरूलाई क्याम्प देखाउन खोज्दैछु पहिले वाएफसी देन अझै पनि रिफ्युजी बसिरहेछ हाम्रो क्याम्पमा सानोमा है यो बेरा हजुरकै घरको लागि बनाउनु भयो यो बेरा होइन यो बाख्राको छाना हो बाख्राको छाना कहाँबाट आउनुभएको म पनि क्याम्पभित्रकै हो हुन चाहिँ अहिले चाहिँ बाहिरी छु अनि घुम्न आएको म अहिले युएसमा छु क्याम्प हाम्रो क्याम्प मजाले फुलहरू शरणार्थी शिविर बेलनाङी छु सो यो धेरै पछि आउँदाखेरि कस्तो फिल भइरहेछ मलाई म त अझै यो ठाउँ दिमागबाट हट्दै स्टिल म त यहीँकै जस्तो लाग्छ यो ठाउँमा थियौँ चप्चा गरेर हिँड्थ्यौँ यहीँ भएको थियो भने आएर न के भइन्थ्यो के हुन्थ्यो अन्त अमेरिकै गएर पनि प्रगति त के नै छ त्यही पनि अहिले यहाँ चाहिँ अब धेरै अब सुविधाहरू हटिसक्यो नि त अब अहिले एजुकेसन हेल्थ सेक्टरको कुराहरू भयो यस्तो कुराहरू सबै संस्थाले हट्दै गइसक्यो अनि प्रवेश ब्रदर यो अब हामी यहाँ आइरहेको छ होइन मलाई अब म त त्यति थाहा छैन हुन त तपाईँ पनि अब मतलब अब उता पहिला भुटानको जुन यो स्टोरी चाहिँ तपाईँले पनि सुनेर मात्रै त होला होइन तर के खास स्टोरी चाहिँ के हो खास यो सो स्टोरी चाहिँ हामी पहिले म चिल्ड्रेन फ्रम वाएफसीमा काम गर्दाखेरि हजुर त्यतिखेर सडक नाटकहरू देखाउँथ्यौँ क्या हाम्रो यो क्याम्पको वास्तविक कुराहरू चाहिँ के हो भन्दा त्यतिखेर हामीले देखाउनको लागि एकताल प्रोजेक्टमा हिँडेको थियौँ म सानो त्यतिखेर चाहिँ के भएको रहेछ भनेर डिफ्रेन्ट मान्छेहरूकोबाट त्यो डाटा कलेक्सनहरू अथवा कुराहरू स्टोरिजहरू बेला पार्दै हिँड्दाखेरि मैले बुझेको हुन्छ है खोज्दाखेरि आजभन्दा धेरै अगाडि नेपालबाट नै राजाहरूको सहमतिमा यहाँबाट केही मान्छेहरू चाहिँ एज अ फार्मर अनि लेबरको रूपमा चाहिँ यहाँबाट रिसेटल भएको थियो अरे त्यो चाहिँ धेरै अगाडिको कुरा होइन अनि त्यहाँनिर गइसके पछाडि काम गर्दै जाँदाखेरि लङ टर्मसम्म बसिसके पछाडि त्यहाँको गभर्मेन्टले उनीहरूलाई सिटिजनसिपको लागि अफर पनि गर्थ्यो अनि त्यहाँ बस्दै जाँदाखेरि कम्युनिटी पहिलो साउदर्न पार्टतिर बसेको भुटानमा होइन अनि त्यहाँ कम्युनिटीहरू एकदम बढ्दै गए पछाडि चाहिँ अनि पछि भुटानले चाहिँ अनि अब वान नेसन वान कल्चर बनाउने अभियान सुरु गरे अरे जहाँ चाहिँ जङ्खा बोल्नुपर्ने अनि त्यहाँबाट बक्खुहरू लाउनु पर्ने त्यहाँको बक्खु अन्त ड्रेस चाहिँ तिनीहरू लाउनु पर्ने त्यस्तो नियमहरू राख्न थालेपछि चाहिँ अनि
हाम्रो नेपालीहरूले चाहिँ मानेन रहेछन् हाम्रो नेपालीहरू त्यही खाले कल्चरप्रति अति के भन्छ एकदम भावनात्मक रूपले पनि जोडिएको नेपालीहरू कहाँ मान्छन् होइन पछि के भयो त्यहाँबाट लुगाहरू जलाउन थाल्यो अरे जोका किताबहरू जलाउन थाल्यो अरे अनि त्यस पछाडि चाहिँ अनि त्यो प्रोटेस्ट एकदम डेन्जर रूपमा सुरु भइसके पछाडि चाहिँ अनि नम्बरहरू मतलब मान्छेहरूले गरेको व्यवहारको हिसाबले चाहिँ त्यो क्याटेगोराइज गर्न थाल्यो अरे क्या मान्छेहरूलाई विभाजन गर्न थाल्यो अनि त्यतिखेर चाहिँ 1 नम्बर 2 नम्बर 3 नम्बर भन्दै भन्दै त्यो मान्छेहरू कुन ग्रुपमा पर्छ त्यो हिसाबले छुट्याएर खत्तम ग्रुपहरूलाई चाहिँ निकाल्दै आउन थाल्यो अरे क्या अनि त्यस्तो भइसके पछाडि कतिजनाको छोरा नराम्रो क्याटेगोरीमा पऱ्यो छोरालाई खेदाउँदाखेरि बाउ आमा राम्रै क्याटेगोरीमा परे पनि उनीहरू पनि बिचारा आउनै पर्ने अवस्थाहरू भयो त्यस्तो डिफ्रेन्ट अवस्थाहरू भएर चाहिँ अनि त्यो प्रोटेस्टले गर्दाखेरि चाहिँ अब यहाँसम्म आयो भुटानबाट लखेट्यो इन्डियाले बस्नु दिएन इन्डियामा पनि गएको है तर इन्डियामा बस्नु दिएन सो नेपालमा आएर बस्यो नेपालमा आएर बसेको यत्रो वर्ष भइसक्यो नेपाल छैन होइन कति 35 वर्ष भन्नुभयो होइन बुवाले अघि त्यस्तै भयो अनि अब अहिले हाम्रो नेपालीहरू उहाँ अमेरिका रिसेटल भएको छ के भएको छ यतिखेर चाहिँ अनि त्यहाँबाट मगाउँछन् के बक्खु मगाउँछन् दाछीको पार्टी गर्छन् पहिले त्यसरी बसेको भए पहिला है भुटानबाट आउनै पर्दैन पनि हो जस हामी नेपालीहरू जे भए तापनि के भन्छ संस्कार संस्कृतिको हिसाबमा चाहिँ वेयर इमोसनल अट्याच जहिले पनि म एकछिन कहाँ आइपुग्यो हामी अझै यत्रो सो मैले बुझेको चाहिँ त्यो हो सबै होइन यहाँ अहिले जति पनि छ नि तिनीहरू के जान नचाहेर नगएको हो कि नमिलेर नगएको हो के हो त्यो चाहिँ डिफ्रेन्ट उनीहरूको आफ्नो समस्याले हुनसक्छ कतिले छोराछोरी गए भनेर आरामले बसेर पनि कतिजनाहरू चाहिँ जान नपाएर त्यो सेन्सेस जतिखेर त्यो डाटा कलेक्सन हुन्थ्यो त्यतिखेर यो ठाउँबाट बाहिर भएर पनि त्यो छुटेको कारणले पनि कति लिगल्ली जानु पाएन अनि कतिजना चाहिँ मनले पनि गएनन् अब उनीहरू देशप्रेमी देशभक्ति आफूले उहाँ जग्गा जमिन त्यत्रो कमाएको होइन अनि कुनै दिन त लाला भन्ने आश पनि हुन्थ्यो होला अनि कति त्यसले पनि गएनन् त्यस्तो डिफ्रेन्ट कुराहरू गर्दा पनि गरौँ अनि यो चाहिँ यो चाहिँ हाम्रो रासिन बाँड्ने ठाउँ थियो कि अहिले त थिएटर हेर्ने प्रत्येक सेक्टरको आफ्नो यस्तो ठाउँ हुन्थ्यो अनि रासिन बाँड्थ्यो कि हामीलाई खाने सामानहरू चाहिँ यहाँबाट अनि अहिले त थिएटर भइसकेको छ नेपाली भाषी भुटान नेपालबाट हामी भुटान मतलब भुटानबाट फर्किँदाखेरि होइन त्यो मैले एउटा कुरा नबुझेको चाहिँ अब यहीँबाट गएको हो होइन यहीँबाट काम परेर गयो नि त अब गयो उता अनि गएपछि उताको त्यहाँ बस्नु थालेपछि उताको नागरिकता पायो हो पायो अनि त्यहाँ अब त्यो त्यहाँको अब रुल्स के भयो त्यहाँ मिलेन कुरा मिलेन फर्केर आउनु पऱ्यो आफ्नै देश होइन त्यो हुँदाखेरि नागरिकता त पाउनु पर्ने जस्तो रवि लामी छानेले नागरिकता गयो नि उता युएस गयो युएस गएपछि ऊ फर्केर आयो त्यहाँ इलेक्सन पनि लड्यो पछि फेरि त्यो उसको त नागरिकता नै छोडेको भन्ने कुरा आयो फेरि अनि आफ्नो नागरिकता फेरि लियो उसले चाहिँ त्यो पाउने अनि हाम्रो यो भुटानको मान्छेहरूले चाहिँ भुटानी भनौँ न भुटानी नेपाली भुटानीहरूले चाहिँ किन नपाउने रवि लामी छाने एकजना हाम्रो भुटान छाने यत्रो भएर पनि होला आई डोन्ट नो त्यस्तो के हुन्छ तर हाम्रो भुटनिस रिफ्युजी एज अ नेपाली बोलिरहेको होइन पहिले नै उनीहरू किनभने गभर्मेन्टको ऊहरू तिरिरहेको हुन्छ युएनएचसिआरले होइन हाम्रो संस्थाले जसले यहाँ बस्न हाम्रो गर्यो उनीहरूले चाहिँ अब पैसा यहाँ हामी बसेको ट्याक्सहरू चाहिँ गभर्मेन्टले तिरिरहेको अनि त्यसले नेपालमा अब कति युज भयो विकास हुनको लागि त्यो थाहा छैन तर जे होस् नेपाल सरकारले पैसा चाहिँ राम्रो पायो तपाईँ क्याम्पभित्रै अब ए 3मा हुनुहुन्छ
अमेरिका जानु भएन कतै बाइकतिर खै ढाकेले साथ नदिएकै होला नि त हो। अहिले के छ यहाँ ठिक छ सबै अहिले ठिक त के भन्नु र अब यस्तै छ। हजुर अहिले अब रासिन पानी छैन होइन। अहिले अब कतिको त नाजुकै छ, कतिको अलिअलि गरी खाने। हजुरको बाहिर स्कुल मेरो बाहिर भन्दाखेरि एउटा छोरी मात्रै गएको थियो मेरो। हजुर अब एउटा नाति एउटा नातिनी छ, ज्वाइँ छ, मेची गर्नु अझै पनि दुःख त भित्रभित्र एकदम नाजुक अवस्था नै नाजुकै छ नि। अब यहाँ त्यस्तै हो। भुटान अहिले भुटान लान्छौँ भने जानुहुन्छ फर्कायो भने चाहिँ हामी यहाँ नेपालमा हामी बस्दैनौँ। यहाँको अब अवस्था हेर्दाखेरि काहीँ न काहीँकोले चाहिँ लानुपर्ने कतै न कतै सेटल गराउनुपर्ने अवस्था चाहिँ चाहिँ छ हो किनकि हरेक पर्ने सुविधाहरू घटिसक्यो हजुर। तर मान्छेहरू त्यहीँको त्यहीँ छन् जतिका जति छन् होइन छोडेको अनि दुःख त भोलिको दिनमा बढ्दै नै गइहाल्छ यहाँ त समस्या त बढ्ने नै हो नि। अनि यहाँबाट कोही न कसैले चाहिँ सोच्नुपर्ने अवस्था चाहिँ अवस्था हो। चाहिँ हो। अब हामीले अघि भने हामी यहाँबाट हामीलाई दुःख पर्यो भनेर नारा जुलुस पनि लाउनु नमिल्ने किनकि हामी यो देशको पनि मिलेन भएन। अनि हाम्रो लागि कसैले उठाइदिन्छ अथवा कसैले भनिदियोस् न भन्दाखेरि त्यो पनि कसैले उठाइदिएला जस्तो पनि हुन्न छैन। न आफै उठ्न सक्ने अवस्था न कसैले बोलिदिने अवस्था अनि के गर्ने के नगर्नु हुन्छ है हो नि, हो। भुटानले चाहिँ विशेष गरी कि त भुटानकोले कि त नेपालकोले यी दुईटाले यो चाहिँ सोचिदिनु सक्ने हो। अब हाम्रो सोचाइमा चाहिँ किनभनेदेखि भरिसक चाहिँ अब यहाँ नागरिक दिएर पनि यहाँ होला कतिलाई त्यस्तो लागेको होला नागरिक दिएदेखि हुन्थ्यो राम्रो हुन्थ्यो भन्ने होला। तर यहीँको 70 लाख जस्तो सुकुम्बासीलाई विपत्ता छ, जमिन छैन, केही छैन, उनीहरूको गरी खाने छैन। त्यसमा 13-14 लाख जस्तो त सुकुम्बासीहरूको नागरिकै छैन। राउटे भन्छ अहिले, राउटेहरूलाई नै यो भोटको एलाउ नै छैन। अहिले निर्वाचन आउँदैछ नेपालको होइन, त्यसलाई पनि नसमेटेको बुझिँदैछ होइन। अब किनभने नागरिक नभएपछि त त्यहाँ बुझ्ने कुरो आएन केन्द्रलाई पनि। हामीलाई पनि त्यस्तै नै हो, हामीले पनि कतै चलछल गर्ने मेलो हुँदैन र हामीहरूलाई यहाँ न जग्गा न जमिन। किनभने हामी त यहाँ अब 2 दिनको लागि ल शरण लिन भनेर आएको हो। हामी त शरणार्थी नै हो नि त होइन। र त्यसले गर्दाखेरि अब जस्तै हो अब नेपाल सरकारको टेक्निकल र बाहिर युएसको टेक्निकलले गर्दाखेरि हो 1,13,500 अब विभिन्न देशमा जानुभयो, उहाँहरू बस्नुभयो, ठिक छ। मेरै दाजुभाइहरू पनि गयो, त्यो ठिक छ। तर किनभनेदेखि यहाँ रहेकालाई त कि नेपाल सरकारले समाधान गर्नुपर्ने हो भुटानले फर्काउनु पर्ने कि भुटानले फर्काउनु पर्ने हो। तर अहिलेको आशामा चाहिँ हामीलाई के लाग्दैछ भनेदेखि उहाँबाटै उही भित्रैबाट त्यो कुराहरू आएको हुनाले गर्दा त्यो हामीहरूले यताबाट प्रेसर दिएर हो, उसलाई बाहिर राष्ट्रले प्रेसर गरेको हुनाले गर्दाखेरि र हामीहरूले कतिवटा निवेदन चढाएको हुनाले गर्दाखेरि चाहिँ अलिकति उसलाई प्रेसर परेकोले गर्दाखेरि मैले म घुराउँछु मेरो जनता भन्नेमा होला आशा दिएको चाहिँ छ होइन। र कि त यो छिटै समाधान भइदिए बरु त्यो एउटा राम्रो हुन्थ्यो। अब नेपाल सरकारले त समाधान गर्ला त भन्ने त कुरै आएन, उसले त त्यसै पनि गर्दैन नि। यहाँ उहाँ भुटानबाट तपाईँले आउँदाखेरि निकै ठुल्ठुलो मतलब धेरै जग्गा जमिन धेरै कुराहरू त्यागेर आउनुभयो होला। त्यसो त तपाईँको अब ब्यासी खेतै त्यागियो होइन, काँखा बारी नै त्यागियो। अब जस्तै उहाँ ऐकर भनिन्थ्यो होइन, अब कति कयौँ ऐकर जस्तो 25-30 ऐकर त जमिनै त्यागियो। घरै अब 2 तले घरै त्यागियो होइन। त्यसमाथि अलैँची बारी, सुन्तला बारी, गाई भैँसी भेडा बाख्रा त्यो सबै त्यागियो होइन। त्यो त्यागेर भोलिको दिनमा फर्किन्छौँ है हामी भनेर चाहिँ नि अब छोडिराखेर आफ्नो एकजना दाजु काइलाको परिवार उही छ र उसलाई जिम्मा लगाएर हामी छोडेर आएका हौँ। 35 वर्षको उमेर हुँदाखेरि छोडेको होइन। अहिले 35 वर्ष भयो, म 70 वर्षैको भएँ होइन। र अहिलेसम्म पनि नेपाल सरकारले यी हाम्रा पुर्ख्यौलीहरू हुन्, एउटा बाहिर गएका थिए ठिक छ,
अलि दिन बाहिरको सिटिजन भए तर यहाँ आफ्नो मातृभूमिमा आए यिनीहरूलाई नागरिक देऊ न त यिनीहरूलाई थानको लगाउन त भन्ने अहिले पनि बुद्धि आएन नेपाल सरकारको न भुटानले मेरो जनता त्यहाँ छोडिएको छ न फर्काउँ है भन्नेमा आयो अब अहिलेमा गएर अलिकति एक्सन अलिकति दिएको हुनाले गर्दाखेरि अलिकति आशा हो कि जस्तो चाहिँ छ भनाइ चाहिँ हाम्रो पनि छिटो गरेर ढोका खोलिदिए हुन्थ्यो भनाइ छ किनभने त्यहाँ ढोका खोलिसक्दाखेरि सबै बाहिर जानुभएका हाम्रो दाजुभाइहरू दिदीबहिनीहरू बाबाआमाहरू जानुभएकालाई पनि फर्किनेलाई बाटो खोल्छ बाटो चाहिँ खोलिदिनु खोलिदिन्छ तर अमेरिका रिसेटल भएको अथवा अरू देशमा रिसेटल भएकोहरू पनि यदि त्यता जानका लागि अवस्था दियो भने कति धेरै फर्किन्छ बाहिरको फर्किने नि हो हामीहरूले एकखेप यो अस्ति तपाईँको अगस्तमा कि सेप्टेम्बरमा हो हामीहरूले एकखेप यो एउटा पत्र पठाएको थियो भुटानलाई त्यहाँबाट 3 दिन गएर पारुमा अड्क्यो होइन 4 दिनको दिन माथि हाइकोर्टमा पुग्यो थिम्पू हाइकोर्टमा त्यहाँ पुग्दाखेरि अब राजाले त्यसलाई स्वीकार गर्यो स्वीकार गरिसकेपछि चाहिँ नि अनि त्यहाँदेखि खेर अब त्यहाँ कतिवटा कुरो उनीहरूको त्यहाँ मिटिङ भयो होला होइन र यस्तो यस्तो आएको रहेछ भन्ने भयो होला अब त्यो कुराले गर्दाखेरि किनभने अहिले त्यसको जवाब चाहिँ दिएको चाहिँ छैन तर जस्तै युएमा राम कार्की हुनुहुन्छ हाम्रो होइन उहाँले यो कुरालाई अन्तर्राष्ट्रियमा उठाइरहनु भएको छ पेस गरिरहनु भएको छ अनि त्यसले गर्दाखेरि चाहिँ भुटानलाई अरू राष्ट्रले अब 3 खेप त भुटानको प्रधानमन्त्री यो अहिले छिरिङ तोक्बे पुगो होइन लगातार पुगेको छ त्यहाँ उसलाई अलिकति धेरै प्रेसर चाहिँ दिएको छ अन्त्यमा गएर उडाउनु पनि सक्ला त्यो त साह्रै राम्रो हो होइन जे होस् आफ्नो बाबै जन्मेको ठाउँमा आफू जन्मेको ठाउँमा आमा जन्मेको ठाउँमा होइन हाम्रो दाजुभाइ जन्मेको ठाउँमा हामी पुग्यौँ भन्छ त त्यो एउटा राम्रो कुरो भयो किनभनेदेखि र त्यसरी हामीलाई ठुलो आशा पनि छ यहाँ हामी अहिले शिविरमा 5 जना छौँ 2 जना नानी माइली छ एउटा कान्छी छोरी चाहिँ डिसेबल छन् अनि आमा छ श्रीमती होइन अनि एउटा छोरा छ त्यो डिसेबिलिटीलाई पनि के हेर्दैछ कसैले डिसेबिलिटीलाई अहिले अब यही वृद्धाश्रमबाट दिल्लीराम फाउन्डेसनले इन्टारले महिनामा 5,000 गरिदिन्थे अहिले धेरै भयो आउनु नभएको किनभनेदेखि यो नेपालको गण्डगोल र भोटले गर्दाखेरि अहिले 7 महिना भयो होइन अहिलेसम्म आइपुग्नु भएको छैन अहिलेसम्म चाहिँ हामीहरू अब यताउता गरेरै हामी खाइरहेको छौँ अथवा त्यस्तै चलिरहेको छ अहिलेसम्म र यस्तै छ हाम्रो यहाँको स्थिति यस्तै छ र यहाँ कति दर्तामा छोडिएकाहरूलाई दर्ता नभएकाहरूलाई र यस्तालाई किनभने भुटानको जेनरल डकुमेन्ट भएकोहरूलाई दर्ता गरियोस् है भन्ने हाम्रो उद्देश्य हो र दर्ता गरियोस् र स्वदेश फर्काइयोस् है अर्थात् यहाँ बस्नेलाई यहीँ समाधान गरिदियोस् राज्यले समाधान गरिदियोस् सहयोग गर्ने पनि तपाईँहरू जस्तै आएर बुझेर सहयोग गरिदिने गरेका छ कतिले होइन अब हुनेले अब गर्छन् नहुनेले गर्दैनन् त्यो आफ्नो आफ्नो ठाउँमा हुन्छ र त्यस्तै हो अब कति अब डिसेबल नानीहरू लिएर बसेका छन् कोही हातै नभएका पनि छन् त्यस्ता पनि लिएर बसेका छन् त्यस्ताको कमाएर खाने ठाउँ पनि छैन अब राम्रै मान्छेको त कमाएर खाने ठाउँ छैन होइन अब हाजिरा मजिरा गर्न टाढा जाउँ न त भन्दाखेरि अब एउटा यहाँको दस्तावेज छैन त्यसले गर्दाखेरि गाह्रो परेको कारण चाहिँ त्यो छ म पनि अब फोटो खिचेर बसेको सर 2012मा फोटो खिचेको मेरो 11 जनाको परिवार अब यहाँ बाँच्नलाई गाह्रो भयो केही छैन हाम्रो केही पाइँदैन पनि आइडी पनि पाइँदैन केही पनि नभएर बिचाल्नी भएर अहिले जेठा छोरा बुहारी चाहिँ अहिले उतै बाहिरतिर गएको छन् बाहिर भन्दाखेरि इन्डियातिर अब कमाइ खानु गरी खानु यहाँ अब गाह्रो भयो 5 जनाको 4 जनाको परिवार एउटाले थाम्नु अब गाह्रो भएर अब कमाउनु पनि केही छैन पनि बाहिर गएर कमाउनु पनि केही पाइँदैन कतै जाउँ त तँ कहाँको भनेर सोध्छ के देखाउनु अब गएर काम गरिहाल्यो भने पनि बस्तीको मान्छेले फेरि पैसा दिँदैन काम गरेर दिनभरि काम लगाए है भन्छ 2-4 रुपियाँ दिन्छ पठाउँछ 5 रुपियाँमा काम गर्नु लागेको छैन 200-150 रुपियाँ दिएर पठाउँछु बेलुका हेर्नुहोस् है र
यस्तो भएर गाह्रो भएर अहिले यहाँ मेरो 6 जनाको परिवार छ र म अब मेरो उमेर चाहिँ अहिले म 9 साले 73 भयो। यो मङ्सिरदेखि म 74मा लाग्छु र 2 भाइ छोरा छ, 1 बहिनी छोरी। हामी बाबामा छौँ यहाँ। 2012मा फोटो खिचेको, आइडी पाइएन। अब मसितै फोटो खिच्नेहरू कति अमेरिका अस्ट्रेलियाको कहाँको हामी कोही। मेरो छ भन्दाखेरि एउटा हट नम्बर त टिनको च्याफ्ला दिएको छ, त्यति हो, केही छैन। अब सबै कुरो आफैले किनेर गर्नुपर्ने। अब महँगो तपाईँको टिनभन्दा अहिले बाँस त्यति महँगो छ, के गर्नु। 6 साल भयो घर बनाएको, अब यो साल सबै तिर्पलहरू नि कुहिएर पानी आयो भने सबै तरर चुन्छ, बिजोग भएर बसिएको छ। र यस्तो अब उहाँले भने जस्तै हामीहरूलाई यो सरकारले हेरेर केही गरेर यहाँ के कसो छ त भनेर छानबिन गरेर चाहिँ धेरैभन्दा धेरै राम्रो हुन्थ्यो कि हाम्रो एउटा आइडी पाए पनि त यताउता जाँदाखेरि कहीँ देखाउनु। अब यहाँबाट काँकर भित्रसम्म त्यहाँबाट उता छिर्नु पाइँदैन, के भनेर जानु। यसो कमाइ खानु जाउँ, के गरौँ भन्दाखेरि यता अलि मासतिर पाहाडतिर गयो भने त कहाँको भन्छ, खोइ केही छैन त भन्छ, त्यतैबाट कुदाउँछ। छोडेर जाउँ त उसले जा पनि भनेको छैन, यहाँ बस पनि भनेको छैन, केही दिँदैन पनि। ठिक छ, अब आउने नयाँ सरकारले यो प्रति सोच दियो भने त हामीलाई राम्रो हुन्छ। यहाँ यो ठाउँबाट उठेर अलिकति सास फेर्ने ठाउँसम्म पुग्न सके भइदिए हुन्थ्यो। भइदिए हुन्थ्यो। अब आशा चाहिँ यही छ। अब हेर सो यो छ अहिलेको अवस्था यहाँनिर भनेको होइन। क्याम्पभित्र राम्रो राम्रो घरहरू छ, सुविधाहरू जति आए त्यति नै उता अवस्था पनि फस्कि नै रहेको छ क्या होइन। कतिलाई अब दुःख, कतिलाई के भन्नु, अब इट्स सो डिफिकल्ट के भन्छ एक्सप्लेन। कुरा सुन्दाखेरि त दिक्क लाग्ने नि हो। त्यो हुन्छ नि बिचरा, त्यो आश मात्रै देखाउँछन् सबैतिरबाट होइन। अझ उहाँहरू अझै आशमा हुनुहुँदो रहेछ। अब त्यस आशलाई सास दिने हो कि होइन भन्ने हो त्यो चाहिँ। यो भयो र सानैदेखि बिजनेसमा कडा थिएँ म। कस्तो भने यो बोयर खायो अनि खाइसके पछाडि यो जुन दाना हुन्छ नि, यो दानाको हामी यस्तो त्यो गेम खेल्थ्यौँ क्या होइन। अनि म चाहिँ के गर्थेँ भने त्यो चेप्टो हुन्थ्यो, त्यो चेप्टोलाई चाहिँ घोटेर गोलो बनाइसके पछाडि 1 रुपियाँ गोटामा बिक्थ्यो। तर त्यो घोट्ने चाहिँ अब अलिक गाह्रै पर्थ्यो। अनि घोट्यो अनि रुपियाँ गोटामा बेच्यो। अनि त्यो रुपियाँले फेरि कति 12वटा जस्तो आउँथ्यो, किन्थेँ। अनि त्यहाँबाट राम्रो छानेर फेरि घोट्थेँ होइन, 2-3वटा बनाउँथेँ अनि फेरि बेच्थेँ। अब म सानोमा हुर्किएकै भनेको चाहिँ फिजनरी क्याम्पमा हो नि त। तपाईँहरू के खुन्दाबारीबाट त्यो मतलब सबै उठाएर यतातिर ल्याएर त्यहाँ खाली भएको कारण चाहिँ सेटलमेन्ट हुँदै गर्दाखेरि अब धेरैजना घट्यो नि त। त्यसो भए चाहिँ सबै क्याम्पको सबै ठाउँमा छरिएको त्यो फुड्ने छ भने चाहिँ एकै ठाउँमा राख्नुको लागि चाहिँ यहाँनिर यहाँ दमकले त्यही भएर यो अहिलेसम्म पनि छ, त्यहाँ चाहिँ केही पनि छैन। त्यहाँ त अस्ति देखिहाल्नु जङ्गलै गेलेफु भुटान भने चाहिँ ओहायो कोलम्बसमा हुनुहुन्थ्यो सो उहाँको आफन्तहरूले यहाँ बनाइदिएको रहेछ। लेट तिलामाया माझीको रहेछ मगर। यो ठाउँको चप्पा चप्पा घुम्नु भयो। म त्यस्तो धेरै पनि घुमिनँ होइन। म चाहिँ अब मैले भने वाइएफसीमा काम गर्थेँ। अनि त्यो भएर म खासै पर्दैन अलिकति कामतिर हेर्नु। यो घर पनि यसले नै बार्ने, बारी पनि यसले बार्ने। बाँस हाम्रो लागि चाहिँ सबैभन्दा ठुलो बाँस चाहिँ अहिले पनि बाँसेको छ। अब पक्की पनि बनाउनु मिलेन नि त फेरि। हाम्रो प्रोपर्टी होइन। तिमी त कति 1.5 महिना भएन? म थुप्रै भयो यहाँ। हुन्छ। अनि सो उयो घर चाहिँ मेरो हो, म बसेको घर अगाडि चाहिँ मेरो हो।
अनि उहाँ चाहिँ हाम्रो यो प्रतिनिधि भन्छ हाम्रो यो जुन सेक्टर हुन्छ सेक्टर ग्रुप अनि यो समाजको चाहिँ यहाँभित्रको समाजको चाहिँ उहाँ अग्रज हुनुहुन्छ अगुवा होइन उहाँले नेतृत्व गर्नुहुन्छ अनि त्यही हो अनि अहिले घुम्दै घुम्दै म कति 12-15 वर्ष पछाडि ठ्याक्कै म बसेको ठाउँमा आएको छु तर त्यस्तो इमोसनल पनि भएको छैन खुसी चाहिँ लागिरहेको छ म त अझै यो ठाउँ छोडेकै छैन जस्तो फिल भइरहेछ हजुर यहाँको अगुवा भन्नाले यहाँ मतलब के यहाँको अनि प्रतिनिधि भन्छ प्रतिनिधि त्यहाँ अलिकति सानो समूहको एउटा लिडर सानो धेरै ठुलो होइन ठुलोमा अर्कै हुन्छ जस्तै त्यही गाउँ विकास समिति टाइपको एउटा त्यस्तै गाउँ समिति एउटा समितिको जस उनीहरूको गुनासोहरू चाहिँ तपाईँले सुनेर अगाडि सार्नु भयो त्यति होइन त के छ यहाँ अहिले प्रगति के हुने सम्भावनाहरू के प्रगति त केही छैन यहाँ अब के चाहिँ हुन्छ त अलिकति हाम्रो एउटा अधिकार पनि हुँदैन यहाँदेखि बाहिर गएर केही नै गर्छौँ भन्ने हरेक कुराहरू खोज्छ अहिले 11-12 सामान्य पढ्नु दिन्छ 13देखि उता त शरणार्थीले पाउँदैन मतलब 12 सम्म पढेर त्यसपछि ब्याचलर होइन पढ्नु उनीहरूले छोडिदिन्छ तर पछि जागिर दिने बेलामा नागरिकता खोज्छ पढ्न चाहिँ पाइयो जागिर गर्न चाहिँ पाइयो बेलामा चाहिँ उनीहरूले नागरिकता खोज्छ अनि शरणार्थीको नागरिकता हुँदैन अनि जीविकोपार्जन गर्न चाहिँ यहाँ मान्छेहरूले के गर्छन् त त्यसो जीविकोपार्जन यस्तो योभन्दा ठुलो पनि पाइँदैन अब जस्तै ठुल्ठुलो गर्ने हुँदाखेरि क्याम्पभित्र पाइँदैन यो छाप्राभित्र पाइँदैन बाहिर जानु पर्यो बस्तीमा बिजनेस त जुनै पनि पाउँछ पाउनु चाहिँ पर्ने हो तर त्यस्तो खुला ओपन दिँदैन क्या उनीहरूले केही मात्र अलिकति प्रेसर दिइराख्छ क्राइटेरिया जस्तो यस्तो भन्यो डाइरेक्ट हिसाबमा भन्यो भने माथि ठुलो स्तरमा उठ्न दिँदैनन् त्यति हो किनकि म गएँ लिगल्ली मैले डकुमेन्ट्सहरू बनाएँ मैले बिजनेस सुरु गरेँ त्यस पछाडि मैले ट्याक्सहरू पे गर्नु पर्यो त्यो ट्याक्स पे गर्नको लागि त फेरि मसँग लिगल डकुमेन्ट्स हुनु पऱ्यो नि त अनि त्यो भएर लिगल्ली त पाउँदैन होइन अनि संस्थाले दिन्छ संस्थाले दिएको भरमा बाँच्नु पर्ने अहिले त झन् त्यो संस्थाले पनि दिन छोडेपछि त झन् गाह्रो भनेपछि यहाँ त अब काम गरेर खानु पनि गाह्रो रहेछ भन्ने चाहिँ मेन कुरा त काम त के गर्नु सर कामै गर्ने यहाँ के छ काम केही त हुँदैन आफ्नै काममा अनि अब अहिले अङ्कलहरूले पसल त राख्नु भएको छ अब जस्तो तपाईँले ब्याङ्क एकाउन्ट खोल्नु पाउनुहुन्छ यो भन्दा ब्याङ्क एकाउन्ट ब्याङ्क एकाउन्ट पनि अब अहिले चाहिँ अलि तपाईँहरूले त्यतिसम्म चाहिँ हुन्छ भन्छ तर खुला मात्रामा दिँदैन त्यो त अलिक राखेको त्यो के अरे सेभिङ यसो दिनको राखेको त्यो उठाउँदै हिँड्थ्यो नि त पहिला सहकारीले त्यो पनि अब खाएर चुपचाप अहिले छैन केही पनि सहकारी भन्दा त के रहि लाइन जाने आइपुग्छ न अब उहाँलाई खाए पनि नखाए पनि होइन अब नाम त सहकारीलाई हो भनेपछि सुकुम्बासीलाई समेत सहकारी पीडितमा पार्यो पारेको चाहिँ नि क्याम्पको मान्छे कति रोइरहेको छ आमा बाबुहरू अब छोराछोरीले खानु बाबुमा भनेर अलिक बाहिरबाट पठाइदिएको त्यहीँ राखेको हुन्छ उनीहरूले राखेर अब कहाँ त्यो सबभन्दा इजी भयो चाहिँ सहकारीमा पैसा राख्ने थियो होला होइन किनभने प्राइभेट सेक्टर प्राइभेट सेक्टर हो सजिलो हेर नि त सबैले अलिअलि हल्का फुल्का ब्याजहरू आउने अनि लु यति पर्सेन्टले दिने उति पर्सेन्टले भन्यो देखायो ल होला नि त भन्नु So this is where I grew up. यो म हुर्केको ठाउँ र लाइफ देखेको ठाउँ दिस इज वर आई बिलोङ भनौँ न आई बिलोङ टु बुटनिस रिफ्युजी यो ब्याकग्राउन्डमा हुर्केको केटो हो अनि आई लक्कीले बाहिर गएको भनेपछि त्यो के अरे यहाँ हाम्रो यो शिविरमा पनि सहकारीमा ले ठगेको धेरै नै छ भनेपछि अनि यो कस्तो हो त्यतिखेर के यो नागरिकता नभइकन पनि राखिदिने भन्ने लगिदिने होइन त्यसरी राखिदिने भन्ने पछि निकाल्ने बेलामा नदिने भनेपछि सहकारीहरूले ठग्या रहेछन् भनेपछि पछि अनि लु तेरो के छ र प्रमाण नागरिकता निकाल न अनि पछि खालको कुरा गर्ने भनेपछि त यो त गएर कमाएर ल्याइस् तैँले हो त्यस्तो खालको हाम्रो कमाइ भने यस्तो हुन्छ होइन अब दिनको 100 रुपियाँ राख्नु पर्यो महिनामा 3000 रुपियाँ हुन्छ अनि 12-36 वर्षमा
अनि त्यो मुष्टमा राखेपछि मुष्ट देख्दो एकैचोटि आएको देख्दो तर यहाँ 100 रुपियाँ राखेको दैनिकीको चाहिँ तर उनीहरूले त उल्टो खेदेको उनीहरूले त त्यो मौकामा चौका हाने जस्तो भयो उनीहरूसित डकुमेन्ट पनि छैन बाई चान्स डुब्यो भने पनि विदाउट डकुमेन्ट्स पैसा मात्रै पछि चाहिँ अनि त्यहाँ डकुमेन्ट्स खोजेपछि अब पहिला सुरुमा हल्का हल्का दिए पनि होला नि पहिला थोरै थोरैमा दियो इजी भयो नि त पैसा उ गर्ने अब सहकारी सम्बन्धमा पोखराको चल्छ काठमाडौँको चल्छ पूर्व क्षेत्रको एउटै कुरा चल्दैन यहाँको मान्छेलाई पनि त प्रेसर त परेको छ चलाएको छ धेरै मुद्दा लडेर जा तेरो नागरिकता निकालेर जा अब भन्नु त्यसले गर्दाखेरि सरकारले अब बनिने सरकारले पनि अब नयाँ सरकारले मध्यनजर गरेर चाहिँ हाम्रो पनि दुखी होइन पीडितलाई यसो अलिकति केही मात्रामा नयाँ सरकारको आशा पनि छ त्यसमा आशा तर अब जो आए पनि फेरि कानै जुन जोगी आए पनि कानै चिरेको भने जस्तो अब त्यो त नहोस् अब जसरी अब मतलब पहिलेदेखि अब मुछिएको छ अब रवि लामिछाने आफै पनि मुछिएको छ यसपालि जित्ने भनेको उनीहरू नै देखिया छ नि त यसो बजार घुम्दाखेरि या मान्छेहरूको आशा उनीहरू पनि सिटमा पुगेर भरे अब जुन उनीहरूलाई लागेको त्यो दोष छ नि त्यो मेटाउनु भयो भने उनीहरूले चाहिँ त्यो कुरालाई चाहिँ इजी बनाइदिनु पर्यो गरिदिनु पर्यो अब हामी त कहाँ चिन्नु र रवि के जो नै सरकार भए पनि यो भोट पछाडि भेट्नु जाने हाम्रो सोच चाहिँ छ अलिकति टिम बनेर उहाँहरूलाई आफ्नो दुःख पीडा बिसाउनुको लागि होइन उहाँलाई नै दोष लागे पनि होइन भने उहाँले त खोजेर भए पनि अदालत गरिदिनु पर्यो नि त अनि फेरि पुरानोहरूले त पहिला पनि त आश्वासन त दिइरहनु भयो होला नि तपाईँहरूलाई पुरानोहरूले पहिलाको पुरानोले त दिन्छन् नि दिनु त अब तिनीहरूको केही मात्रामा हुन्छ भन्छ दिने काम हो उनीहरूको जस्तो मतलब पहिला पनि त त्यही त मर्यो भने नि मर्योमा बरु कुकुर मर्दाखेरि होइन उनीहरूको भनाइ चाहिँ पुरानोको भनाइ तपाईँहरूको केही दिन समस्या समाधान हुन्छ भन्ने कुरो मात्रै हो तर समाधान त खोइ त अब बाँसको बेराले छोडेन कति वर्ष 34 वर्ष भयो भन्नै पर्छ नि विदेशी गएकोले गर्दा एक बोरा चामल खाने उही सिधा भन्नुपर्छ नभए त यहाँ त मान्छे त अस्ति पुलिसहरूले नि भन्नु यहाँबाट विदेश तपाईँहरूको मान्छे नजानु भनेदेखि मान्छेको मासु मान्छेले खान्थ्यो नि हो नि अब अहिले त्यो सबै यहीँनिर हुनु थियो भनेर यो अवस्था आउनु थियो गभर्मेन्टले चाहिँ अब यो फेसिलिटिजहरू कम गर्दै गएको थियो भने यतिखेर अवस्था के हो त्यही त अब अघि उहाँ बासित गफ गर्दाखेरि पनि अब आज काम गऱ्यो भने बेलुका घरमा चुलो बल्ने भयो नत्र चुलो नबल्ने भयो त्यो भएर पनि बच्चा बुच्ची छोडेर भए पनि काम गर्न जानु पर्यो एउटा चाहिँ कस्तो भने हाम्रो भुटनिस रिफ्युजीमा होइन सबैभन्दा ठुलो एम्बिसियस मान्छेहरू पनि एउटा राम्रो टिचर बन्न पाऊँ भन्ने त्यो चाहिँ बिगेस्ट सपना प्रायःको त्यो हुन्थ्यो त्यहाँबाट उता माथि सपना देख्ने ठाउँ पनि त्यति धेरै हुन्थ्यो कि यो स्टेज हेर्नु त यो स्टेजमा चाहिँ मैले थुप्रो कार्यक्रमहरू गरेँ प्रोग्रामहरू गरेँ होइन प्रोग्राम होस्ट पनि गरेँ चाहिँ अहिले यो ठाउँ चाहिँ एकदम मेरो फेभरेट ठाउँ पनि भयो अब यहाँ छिटै रिलिज हुँदैछ होइन यो चाहिँ हाम्रो क्याम्पकै विषयमा बनिएको मुभी भनेको मैले सुनेको छु काँचेको छ यो चलचित्र चाहिँ अब छिटै आउँदैछ प्रवासी जीवन यो चाहिँ राई समाल पनि छ बुद्धि तामाङ शेर्पा लामिछाने अनि यतापट्टि चिनिन सो सबैभन्दा राइटमा चाहिँ हाम्रो श्यामजी हुनुहुन्छ श्याम छेत्री हाम्रो भुटनिस क्याम्प अहिले ओहाइमा हुनुहुन्छ होला सायद उहाँ एकदम राम्रो कलाकार पनि हुनुहुन्छ उहाँले धेरैवटा सर्ट मुभिजहरू पनि गर्नुभयो सो उहाँले अहिले यहाँसम्म आएर हाम्रो लाइफलाई देखाउन खोज्दै हुनुहुन्छ मुभीमा आई विश यु अल द बेस्ट श्यामजी हाम्रो दिल्ली दाईले अन्डरमा इन्टरनेसनल कम्प्लेक्स खोलिएको अनि त्यो त्यसको मार्फत बनिएको कि मतलब डे केयर भन्दा यहाँ के बच्चाहरू यो टिभीहरू हेर्न मन My mind is strangely pulling me, as if an old acquaintance is calling.